गरे 3 करोड जनता 50,000 मेगावाट हाइड्रो पावर मात्रै बनाएर एक्सपोर्ट गर्न सक्यौं भने करिब $35 बिलियन को एक्सपोर्ट मात्रै रेभेन्यू हुन्छ। मैले धेरै ठाउँमा इन्ट्री गर्दाखेरि जुन बेला क्राइसिस अवस्था आयो, जुन बेला च्यालेन्जको अवस्था आयो, त्यो बेला मेरो इन्ट्री भएको छ। आजको गभर्नमेन्टको इन्ट्री मन्त्रीको रूपमा पनि क्राइसिसको बेलामा आएको। म क्राइसिसबाट भाग्ने मान्छे होइन, च्यालेन्जबाट भाग्ने मान्छे होइन। च्यालेन्जलाई अपर्च्युनिटीमा कन्भर्ट गर्नुपर्छ भन्ने व्यक्ति हुँ। चिलिमे हाइड्रोमा म जाँदाखेरि त्यहाँ पनि ठुलो क्राइसिस थियो। त्यो क्राइसिसलाई मैले हटाएर त्यहाँबाट हटाउँदैखेरि 4 वर्षपछि हटाउँदै गर्दाखेरि रसुवाका जनताले 1 महिनासम्म रसुवा बन्द गरेर आन्दोलन गर्ने अवस्था आएको थियो। 7 दिन बोर्डर बन्द भयो। हाम्रो अनिल केसरी शाह यहाँ हुनुहुन्छ, हलोदेखि हाइड्रोसम्म भनेर उहाँले क्याम्पेन चलाउनु भएको थियो। त्यो बेला मलाई ठुलो सहयोग गर्ने यो सेयर इस्युदेखि लिएर हाइड्रोमा चिलिमेमा के अरे रसुवामा के पनि थिएन। ब्याङ्क खोलेर त्यहाँ चाहिँ त्यहाँका जनतालाई ठुलो एउटा बनाउनुमा उहाँहरूको पनि हात छ। वास्तवमा इन्क्लुसिभ इकोनोमी भनेको के हो त? त्यो ओडारमा बस्ने जनतालाई माथि ल्याउनु रहेछ नि त। त्यहाँ ओडारमा बस्ने जनताहरूले पनि सेयर पाए। आज कोही लखपति भए, कोही करोडपति भए, हुँदो रहेछ त। त्यो ठुलो चेन्ज भनेको हाम्रो इकोनोमीको एउटा उदाहरण भनेको इन्क्लुसिभ इकोनोमी भनेको उदाहरण त्यही। समाजवाद भन्नुहोस्, प्रजातन्त्र भन्नुहोस्, जेसुकै भन्नुहोस्, त्यो ओडारमा बस्ने, छाप्रोमा बस्ने जनतालाई माथि ल्याउने नै हाम्रो इकोनोमी हो। त्यो परिवर्तन नै हाम्रो लागि ठुलो परिवर्तन हो। त्यो भएको हुनाले हामीसँग ठुलो रिसोर्स छ। हाइड्रो भन्छौँ, हाइड्रो पावर। म आउने बेलामा 72-73 सालमा 800 मेगावाट हाइड्रो थियो। ड्राई सिजनमा आउँथ्यो 300 मेगावाट। 300 मेगावाटले लोड सेडिङ अन्त्य गर्नुपर्ने स्थिति थियो। आज करिब 4000 मेगावाट पुगेको छ 8 वर्षमा। 4000 मेगावाट, करिब 1500 मेगावाट हामीले इन्डियामा एक्सपोर्ट, इन्डियाबाट बङ्गलादेशमा एक्सपोर्ट गर्ने अवस्थामा पुग्यौँ। यो